हेलो केटा हो, क्या हाल? मेरो त हालत ठिक छैन यार। चेल्सी हार्यो नि केटा हो कारवा कपमा, होइन? एउटा अलिकति खत्रै कप नभए पनि कारवा कप त एउटा कप त कप हो नि। फाइनल पुग्ने मान्छे सेमी फाइनलमा हार्यो। आफू फेरि चेल्सीको फ्यान परियो। तर अझ मलाई धेरै दुःख के लागेको भनेपछि कुनै बेलाको प्लेयर होइन, च्याम्पियन्स लिगमा फाइनलमा गोल हान्ने प्लेयर, चेल्सीमा बसेको प्लेयर होइन, चेल्सीकै प्लेयर हो, पुरानो भुभु प्लेयर हो। भुभु प्लेयरले चाहिँ आफ्नै फ्यानहरूको अगाडि आफ्नै टिम, पुरानो भुभु टिमलाई गोल हानेर त्यही चेल्सीको अगाडि चाहिँ पुरा आफ्नो त्यो आर्सनलको लोगो देखाउँदै सेलिब्रेसन गरेको चाहिँ लास्ट यी चिज त दुख्यो केटा हो। नसकिने रहेछ। आज त चेल्सीको फ्यान भएको पनि गाह्रो छ। चेल्सीलाई गाह्रो छ केटा हो। अब म रहन्जेलसम्म चेल्सीले केही जित्ला जस्तो लागेन मलाई। प्रिमियर लिग नजितेको पनि भइसक्यो, 6-7 वर्षै भइसक्यो है। प्रिमियर लिग जित्छ कि भनेको पनि जित्दैन। यो साल जित्ने कुनै चान्स नै छैन। गाह्रो छ केटा चेल्सी फ्यान हुन पनि।